पैसा तिर्नुपर्छ तर हामीसँग एटिसी कार्ड छ त्यो तिर्नु पर्दैन दादाहरूलाई त्यो प्रिन्टिङ ए त्यो गर्ने बित्तिकै खोल्दैन डर गेट खोल्यो गाइज पैसा कमाल हो खाइसक्यो पैसा कमाल आफै गेट खोल्ने बनाइदिन्छ गाडी कति दिइरहेको छ पुरा यस्तो छ जापानको रोडहरू हजुर म त ए नजाने यार हामी त उता हेर्दैछौँ भने भवाल अनि साँझ यसो घुम्न गएको बाहिर निस्केर खाना खाना ढोक्यो जान्छ सही है 7 करोड त्यो बाटो 80 स्पिड है कहिले 80 भन्दा माथि पुऱ्याएर फेरि बेला फाइनान्स भयो 80 स्पिड आउनु ओके गाडीको भन्दा यो गाडी होइन पैसा हो यो पैसा देश सरकारले तिरेको पैसा कति हजार छ यहाँ पैसा सही यहाँ त छिरेकै पैसा काट्छ गाइज त्यही भएर यो हाम्रो गाडी हो तपाईँहरूले देख्न सक्नुहुन्छ यो बेला तलको मान्छे झिकेर साइडको मान्छे झिकेर चाहिँ त्यही भएर त्यो उसले डाल्ने त हो अनि हामीले के गरेको होइन केही छैन कभी कभी हो जाता है मतलब केही भन्छ हामीलाई धेरै बाटो आयो कि माथि पनि टिक्का छ माथि नै आला भ्यू नि अलिक ठडा गर्ने बाबाले छिर्दैन त मेरो ब्लगमा गेन्जाको रोड बाटो हुँदै जाँदैछ माथि आकाशी ब्रिजमा चढ्दै गाडी भ्यू तपाईँहरूलाई हामी भ्यू देखाउँदैछौँ अब जापानको 6.5 घन्टा त्यो भ्यू हेर्न सक्नुहुन्छ है बाटो ठिकै हो त्यो त अब हामी चाहिँ माथिको बाटो जान्छ स्काई टावर आउँछ अब बबाल है बबाल अनि माथिहरू माथिहरू यो आकाश हामी त बादल माथि छ सिन हेरौँ माथि छ त उता स्काई ट्री है गाइस अगाडि स्काई ट्री देख्नु भयो होला होइन स्काई ट्री देख्नु छ माथि छ त जापानिजमा त इङ्ग्लिसमा लेख्दा एकदम सजिलो भयो इङ्ग्लिसमा लेखेर हामीले गर्न चाहिँ एकदम सजिलो हुन्छ बाटो पनि थाहा पाइन्छ यता यो अनि त सक्छ त कसैले उता स्काई ट्री देख्न सक्नुहुन्छ तपाईँहरू हामी तपाईँहरूलाई स्काई ट्री देखाउँदैछौँ मैले माथिदेखि त सय आज त पुरा खाली छ रोड त औ आज रोड पुरा खाली छ गाइस कस्तो टनाको हो शरीर टन्ने मुडिने पुरा थोडा छ लुलुलुलु अन्त फेरि आमा उता सनसेट हुँदैछ ए कस्तो राम्रो देख्नु भयो अगाडिको भ्यू काम गएको कि घुम्न गएको कि कता गएको मेसिन पाउने हामी त घुम्न नि काम घुमेर नि काम गर्छौँ कहिले कहिले त घरि कहाँ टोक्यो चिबा त्यो सबै लाइसेन्स निकाल्नुको फाइदा काम गर्दै गाइस लाइसेन्स समयमै निकालौँ त्यही भएर हेरौँ घुम्न नि पाहा काम नि भयो पैसा नि आहा यो रुमको भित्रभित्र गर्नुभन्दा चाहिँ बाहिर मजामा आउँछ त हेरौँ साइडको चाहिँ येल्लो लाइन है यो येल्लो लाइन हुँदाखेरि चाहिँ हामीले उताको बाटो जान मिल्दैन लेन चेन्ज गर्न मिल्दैन अब चाहिँ चेन्ज गर्न मिल्छ अगाडिको सेतो सिधो टेक 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 आयो सही हो बिल्डिङ आएको यस्तो जाम भएपछि अब सोचौँ कतिको गाडी कुर्छ तल त छोडै छोड यो माथि चाहिँ हाइवेमा त यस्तो हालत छ गाइस रुल्स चाहिँ एकदम फलो गर्छ यहाँ रुल्स त फलो नगरेर त पुलिसले फाइन हानिहाल्यो यहाँ त फाइन फेरि नेपाल जस्तो होइन ए पैसा तिरेर सक्छ यहाँ त घट्छ लाइसेन्स पोइन्ट सिस्टम हुन्छ
सुरु भइसकेछ अब हामी चाहिँ आज इटामासी जाँदैछौँ ए BMW कस्तो सुलो चलाएको चल्ला नि गर्छ हो BMW यो भित्रबाट बाहिर आएको होइन भर्खरै क्या गरेर हो जान छिर्न यत्रो टाइम छ त कस्तो रहेछ गाडी BMW ड्राइभिङ स्किल छ यार यस्तो गाडी हामीले यसरी ड्राइभिङ स्किल राम्रो पर्यो स्किल अब यहाँबाट जाने सुरु इङ्ग्लिस यता छ हाम्रो म्याम यता कलेज बिजी रहेछ है यो छुट्टी जाने रहेछ हामी चाहिँ छुट्टी यता किन्छ यो कहाँमा जाने यता हामी चाहिँ खण्डाबासी इधर जाम हो गया रे टोकियो स्टेसनको पछाडिपट्टि छ मैले ठ्याक्कै गाडीहरू पनि किरा चाहिँ गाडी यता साइड अपोजिट साइडमा ओहो कस्तो जानु मिलेन अपोजिट साइडमा अझै फसिने भयो किरा केटाहरू चाहिँ माथि चाहिँ काम हेर्न घरको काम हेर्न हो जाली लाएर केही काम गर्दाखेरि भित्रको सामान तल नधरोस् अरूले चाहिँ हानिकारक नपुगोस् भनेर सेफ्टीको साथ सेफ्टीको साथमा काम भइरहेछ तपाईँहरूले यो भिडियोबाट देख्न सक्नुहुन्छ सिक्न सक्नुहुन्छ नम्बर 5 Ikebukuro like kita Ikebukuro we are going now Ikebukuro त्यतातिर चाहिँ के ठाउँ जाँदो रहेछ अनि सायद उडिसक्यो गाडी फेरि जाम आइसक्यो गाडी जाम आज जाम छ क्या टोकियोतिर किन रहेछ आज जामै जाम भएछ अगाडि पनि जाम रहेछ किधर हेरे हमारे काल भाइ काले भाइले इन्ट्री हाले जस्तो हो कहाँ हो काले भाइ ए हेर न भनेको पाम काट्थ्यो के हो र यो भाइ त पुरा नियम दिन्छ त यार पढ बाबु पढ दादाहरू पहिला तिम्रो उमेरमा दादाहरू कस्तो नियमको बोल्थ्यो अहिले पो दादाहरू कस्तो भनेको यार यो केटाहरू अर्को ठाउँबाट गयो आयो भने केटी नै आयो तर हामीबाट चाहिँ बढी एउटामा चाहिँ रिङ गर्दैन भनिरहेको थियो एउटा अरू अर्थमा तिम्रो फेरि आज जाने होला सायद होइन गइसक्यो त्यसपछि कसले काम त्यो बसन्त पण्डितले फोन गरे के भयो हेलो काम हो भरे कपाल काट्ने रहेछ थारूको के भयो प्रकाश रिमाल मेरो छ तर मेरो पनि पराउन मिल्ने अस्ति लिएर आएको थारू के काटेको काट्न काट्छ तर अस्ति लिएर आएको काटेन अनि राति आउने जान्छ भोलिमा आफै आउँछु कपाल कटाउन छप्की बोलाऊ क्या छप्की काले भाइ मैले छैन रन्डी भन न भन हेर न केटाहरू शनिबार घुम्न जाने हो त आइतबार ओए काले भाइ सुनेको
सुनेर नसुने जस्तो गरे हो क्या यिनीहरूले